सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। लगभग अहिले कति बज्यो फेरि? कति भयो टाइम? 7-8 त त्यस्तै हो। अब टाइम कति बज्यो भन्दाखेरि मैले घडी हेर्नुपर्छ होइन। कति हो घडीमा नि? ओहो, लगभग 7 बज्न लागेको छ। अब हामी चाहिँ यो साँझ परेको बेलामा घरमा बत्ती पनि बालिसकेका छौँ। सन्जी पनि जगाइसकेका छौँ। अब चाहिँ हाम्रो यात्रा चाहिँ घरदेखि बाहिर भर्खर इभिनिङ वाक गरेर हामी चाहिँ यो काँक्रियाको जङ्गलमा पुगेर पनि फर्किसकेका छौँ। अलिअलि पसिना पनि आइरहेको छ। अब चाहिँ श्री, साम्राज्ञी र सम्राट हामी 4 जना चाहिँ सब अब एक राउन्ड बजारतिर घुमेर हामी चाहिँ घरमा रिटर्न हुन्छौँ। गर्मी छ एकदम, सुर्खेत वीरेन्द्रनगरको एकदम तापक्रम हट्ट बढिरहेको छ होइन। त्यो भएर पनि अब हामी एकछिन बाइकमा चाहिँ सर आधी 1 घन्टा जति इभिनिङ वाक अब बाइकमा चाहिँ अघि हिँडेर भयो। अब चाहिँ बाइकमा इभिनिङ वाक हुन्छ र हाम्रो साथमा चाहिँ सम्राट एउटा खरायो पनि लिएको छ। खरायो पनि हामीसँगै हुन्छ। हामी 1 राउन्ड घुमेर आउनेछौँ है त। तपाईँहरू सधैँ आर्मी हुनुहुन्छ होला। अब चाहिँ हामी जानलाई रेडी भइसकेका छौँ होइन। छोरी चाहिँ एकदम यहाँ खेलिरहेको छ है। हेलो, ल यो चाहिँ स्पेसल पानी चाहिँ बजारमा किन मिनेबाट किन्नु भन्दा चाहिँ हामीले एउटा पानी पनि रेडी गरेर राखेका छौँ। छोरी ल अब जाने ल। हस्, अब हामी चाहिँ जानलाई रेडी भइसकेका छौँ होइन। बाइकमा टुर राम्रो होला। यता आउँला है, त्यो साइड छौँ। बाई गर्नु साथीलाई गुड। ल बाई रे, गुड साथी बाई रे। छोरी ग्याङ छ होइन। मोबाइल किन्नु छैन र? किन्नु खोल्छ छैन हो। मैले फेरि भिडियो त्यसरी लाग्छ नि क्या, सेन्डोमा हिँडिरहेको छु। अघि हिँडेको त्यो गर्नु भएर होइन। 7 बजिसक्यो है। अब 1 राउन्ड घुमेर आउँ है। छोरी हेलो, हाई गरिदेऊ। हाई सम्राट। खै खरायो तिम्रो? ओहो, खरायो पनि लाने हो। हामी चाहिँ यता नारायण तेलको मायारी आइसकेका छौँ। चाहिँ बजार घुम्दैछौँ होइन। एकदम वीरेन्द्रनगर कनेक्ट गरेको राजधानी सुर्खेत वीरेन्द्रनगरमा तापक्रम चाहिँ एकदम बढिरहेछ। एकदम गर्मी छ। त्यो भएर हामी चाहिँ अहिले आइसी भनेको आइसी पैसा छैन बेलुका हिँड्नुलाई। सेफ गरेर हिँड्नुपर्छ। यो टाइममा चाहिँ एकदम बढी हुन्छ होइन। एकदम सेफ्टी अप्नाएर चाहिँ हिँड्नुपर्छ। यहाँ चाहिँ नयाँ हेर्दा एकदम सफाको भएर आफू राम्रो चलाउनुको लागि अरू आएर सोच्नुपर्छ। एकदम केयरफुल हुनुपर्छ। बजार झिलिमिल्ल छ। छोरी हजुर भन्दै हामी घुम्न आएको है। हस् भन्थ्यौ हो भन। टाटा भन। बजार हेर भन। के अरे के अरे छोरो चाहिँ बजार हेरिरहेको, खरायो चाहिँ बजार हेरिरहेको भनेर गाह्रोसँग छ। खरायोलाई घर, खरायोलाई त्यही डोको छ त। घर नै त्यही डोको हो। किन क्यामेरा यस्तो राम्रो आउनु नलिएर আপনার দেরি না যাচ্ছে। पुरै त्यो फुल सब काट छोड्यो नि त्यसरी। त्यही भएर
अरे बजार हुँदै डिएमसी हुँदै घन्टाघरनिर आइपुग्यो यो घन्टाघरको चोक हो सट्ट घन्टाघरको घडी यता चाहिँ लाइट अब हामी चाहिँ यता टिप्परका हुँदै कालिम्पोङ हुँदै जाँदैछौँ यो चाहिँ घन्टाघर है घन्टाघर पहिला यो साइड छैन बत्ती बोल्छ आज बत्ती नबोल रहेछ है कुकुरलाई हान्दैछ है बाइकले हान्ने यसले हान्यो तल क्याम्पस फेरि एमयु के हो एमयु ल फेरि गर्नु यो चाहिँ हाम्रो कालिम्पोङ है अब हामी बाइक यता मोडिसक्यो अब एयरपोर्ट भएर नै अब यता जैली चौक भएर अब हामी चाहिँ कल्टी लाग्यो यो कालिम्पोङबाट अब हामी घर जाने कि ठ्याक्कै दिदी पसल भएर जाने हो तपाईँलाई भनिदियो कुन कहाँ भएर जाने ओहो मोमो खानु पो भन्नु लाग्यो सम्राटले त अहिले खाना खाने बेला चाहिँ मोमो खानु त नि कत्रो हो कि बाइक आउट पनि है त्यो रुटमा चाहिँ बत्ती राख्नुपर्ने कि होइन फेरि हो नि फेरि अर्डर छ होइन साइड बस्ती हामी चाहिँ ठ्याक्कै यो उमा आयौँ होइन यो के अरे क्याम्पस सम्राटले खरायो लिएर आएको थियो उसको चाहिँ हात दुखिसक्यो अरे सम्राट एकदम गाह्रो भइरहेको छ होइन छोरो मैले भनेको नि छोरोलाई खरायो नल्याऊ छोरो भन्दा छोरोले नमानेपछि के भन्नु थाहा होइन लास्ट क्याफे अहिले जाउँ ल ठ्याक्क हामी अहिले चाहिँ दैलिक चोकमा पुग्यौँ हामीले बजार एक राउन्ड हान्यौँ है अब चाहिँ हामी यता घट्टीको साइड यो एयरपोर्ट चोक हुँदै दिदीको पसलमा बसेको एकछिन अनि दिदी पसलबाट अनि घर जान्छौँ हामी चाहिँ अब टाइम पनि भइसक्यो रात पनि परिसक्यो तर बाइकमा चाहिँ हामीले चिसो हावा पनि खायौँ छोराछोरीले मनोरञ्जन पनि लियो सम्राटले चाहिँ मोमो खाने भन्दा थियो अब मोमो के खानु अघि सन्नै नलु रोटी पनि खाएको छ त्यसको एउटा चाहना मात्रै हो त्यही भएर हामीले आज चाहिँ सम्राटलाई मोमो पनि खाएन अब सम्राटलाई अर्को दिन नेक्स्ट टाइम मोमो खुवाउने हो छोरीले चाहिँ आज केही मागेन अरू बेला यो आइसक्रिमहरूको उयो देख्थ्यो त्यो बेला आइसक्रिम आइस भन्थ्यो छोरी चाहिँ आज मेरो छोरीले तर आइसक्रिमै देख्न पाएन अर्डरमा आइसक्रिम अब हामी दिदीको पसलमा एकछिन मजाले गफ लाउँछौँ एकछिन त्यहाँ बस्छौँ आज हाम्रो खाना नखाने भन्ने योजना छ खाने मन पनि छैन अघि रोटीहरू खाएको थियो त्यो भएर हाम्रो साम्राज्यलाई चाहिँ अब थोरै खाना पुपुमा खान्छ यिनीहरू चाहिँ धेरै खाँदैन एकदम थोरै खान्छ के अरे त्यसले मैले चाहिँ केही नखाने योजना बनाएको अब हामी चाहिँ ठ्याक्कै यो तिनकुने चोक एयरपोर्टभन्दा हल्का अगाडिबाट पेमेन्ट बाटोमा आइसक्यौँ छोरी छोरीले मोमो खाने भन्नु लाग्यो प्रेसर नाप्ने हो ठिक छ नि उसले प्रेसर नाप्नु भनेको ननाप्ने रे भोलिपछि नपाउनु ठिकै हो त्यसपछि फलोअप चाहिँ गरिराख्नुपर्छ त्यसमा पनि प्रेसर जस्तो कुरा अलिक डेन्जर चिज हो त्यसमा चाहिँ फलोअप गरिराख्नुपर्छ टाइम टाइममा अब एक दुई दिन अब अहिले चाहिँ कस्टमर ठिक छ हाम्रो घरबेटी दिदी चाहिँ चट्टलाई कुच्यामा बसिराख्नु भएको रहेछ होइन सिरी आउनु चाहिँ मोबाइल खेलाउँदैछन् हेलो दिदी छोरी रिसाएर
यो खरायो खेलाउनु पाएन भन्दा होइन यो रिसाइरहेको छ यो सम्राटको काम यो खरायो लिएको न होइन हेलो खरायो कता हरायो सम्राट छोरी ल देऊ पहिला देऊ न खेलाउने रे के खेलाउने रे यता भेना फेरि तरकारी बनाउँदै हुनुहुन्छ क्या बिजी हुनुहुन्छ होइन के हो भेना तरकारी बनाउँदै त भाइ अझै पाएको छैन ओहो मेरो सम्राट सामग्री पनि सानसानो खाना यतै खाला भन्ने आश गरेर आएको क्या आज चाहिँ हामीले खाना नबनाउने होइन फेरि तरकारी छान्दै हुनुहुन्छ दिदीको पसल मेरो दिदी भेनाको पसल ल दिदीले फेरि यहाँ के काम गरिरहेको छ दिदा पिस्ने हो अरू के छ त ठिक छ नि साउनी हो त जेमा नि तिम्रो त काममा बिजी भएर खाना बनाउँदैछ अरे सुन्न हामीले आज चाहिँ खाना बनाउँदैन अघि रोटी खाएको हामीलाई खाने मन छैन सम्राट सामग्री चाहिँ सानसानो खाना तिमीसँग खान्छ अहिले फुपू पुसे गरेर खान्छ आज है ल हामी मस्तले बस्छौँ यहाँ ठिक छ व्यापार हो ल सिरे मैले दिदीलाई जानकारी दिइसकेँ है यो खानाको लागि ल छोरी चाहिँ यहाँ खेल्दैछ छोरी खेल्दैछ किन बेना हेलो खराले खाइदिएला है खराले खाइदिएला खरा अरे खरा सिरीको त बसाइ त खतरा छ त के हो यो चाहिँ घुसेर नि हाइहरू भान्जी पनि निस्के त भान्जी त यहाँ बस न यहाँ बस्यो भने मान्छे हुनुहुन्छ म के हेर्छु अनि मम्मीले गरिरहनु भएको नि काम ठिक हो मम्मीलाई सघाउनु पर्ने होइन अरू के छ खबर ठिक छ एकदम त राम्रो भएको छ नि यो बल्स त आउँछ नि यो बल्स आएन नि मैले तिमीलाई यहाँबाट कुडा रौलपुर चोकबाट फेरि एयरपोर्ट चोक ल्याउँछु अनि बल्ल छोड्छु है सकिन्छ रनिङ गर्न हेलो भान्जीले खरा लाग्दैछ नि छोरी गएर उता देऊ रे तल देऊ रे है भान्जो मेरो भान्जो आयुष ल यिनीहरूले चाहिँ खराएर चाहिँ खेलाइ मानी भयो